आजको मेरो दिनचर्या 2 PM डेभिल्स खाएर मेरो सुरुवात भइरहेछ। तपाईको कस्तो हुँदैछ? आज चाहिँ हाम्रो पार्टी हुँदैछ यहाँ चाहिँ हाम्रो आज हाम्रो बहिनीले चाहिँ अनि जे सिकेको छ नि उयो आज चर्चमा चाहिँ उसले चाहिँ बनाउँदै हामी सबैलाई मिठो मिठो खुवाउँदै हुनुहुन्छ र हामी खानेछौँ अब कतिको मिठो हुन्छ त्यसपछि हामी चाहिँ हजुरलाई रिभ्यू दिनेछौँ है त। स्पाइसी च्यालेन्ज हेल्प गर्दै हुनुहुन्छ यहाँ चाहिँ सारिका बहिनीलाई, उहाँहरू सबै हेल्प गर्न आइपुग्नु भएको छ। के गर्दैछौँ हामी चाहिँ आज? हामी अब करेन्ट चौचौ बनाएर खाना लाग्यो। अनि उहाँ चाहिँ किन भात खाइराख्नु भएको छ त करेन्ट चाउचाउ नखाएर? किन यस्तो भात कुमारी भइसक्नु छ पुरै? कता कता लगाउनुहुन्छ भात अब? कहिले कहिले यसो नुडल्स पनि खाइदिउँ। उहाँहरू चाहिँ सबै मसलाहरू निकाल्दै हुन्छ रेडी बनाउनलाई र हामी खानेछौँ आज। उहाँ चाहिँ एकदमै कुरिराख्नु भएको छ, कतिखेर चाउचाउ पाक्छ र खाम्ला भनेर एकदमै पुरिराख्नु भएको छ। तर उहाँलाई चाहिँ सायद थोरै पाउनुहुन्छ होला किनभने उहाँले धेरै खाना मिल्दैन, उहाँलाई पेट दुख्छ। अरू पनि आइसक्नु छ कामचोरहरू काम गर्न आउनुहोस् त भनेको। यहाँ के बच्चा लिएर हिँडिराख्नु भएको छ कि उहाँ चाहिँ? बच्चा त हो त नि हो। अनि तिमी चाहिँ के हो त? तिमी झन् केटाकेटी झन् अझै। यहाँ खाना खाना आउँदैन नि अनाया, कस्तो सिन्धे खाना नि नखाने के, खाना नखाएर हेर नि। आज चाहिँ भाडा आफै माझ्ने हो। ल अनैयाले पनि भात खाएर भ्याइसकिन्। वाउ अनैया, वेल डन बच्चा, वेल डन। Very hot and spicy. हाम्रो भाइ पनि यहाँ टेस्ट गर्नलाई आइसक्नु भएको छ। च्यालेन्ज छ यो चाहिँ आज हाम्रो लागि। अनि जसले जित्छ हाम्रो यता हाम्रो सोनिका म्यामले चाहिँ उ दिनुहुन्छ, 1000 रुपैयाँ दिनुहुन्छ। ये बड़ी अच्छी बात कही आप। बड़ा हरामी हो बेटा। जित्नेलाई होइन, हरेक कुरालाई चाहिँ उहाँले चाहिँ प्रोत्साहन गरिराख्नुहुन्छ नि त, त्यही भएर। अहिले दिनु भएन ल। उहाँहरू चाहिँ कस्तो हेल्प गरिराख्नु भएको छ। छिटो छिटो खाऊ है खाना पनि, तिमीहरू त्यहाँ हेरेर छैन जस्तो छ। सकिन्छ एक्लै सक्नुहुन्छ त्यो? कम हुन्छ यो के भयो त नि? कम कसरी भयो त्यही? यहाँ भर्रै भएको ठिक हुन्थ्यो होइन? अनि किन उहाँहरूलाई देखेपछि त यो कम नै होला जस्तो। हो सही भन्नुभयो एकदमै। यसमा चाहिँ हामीले प्रयास गर्नेछौँ थप्नको लागि चाहिँ। उहाँलाई पनि कम होला जस्तो छ। ल सबैजना आइसक्नु भएको छ खानालाई। खाना चाहिँ कसैलाई पनि बोलाउनु पर्दो रहेछ। ए फुकिसकेको माइ कि यसको सेन्ट गयो भनेर कि बास्न आएको थियो त्यही भएर होला। यो चाहिँ धेरै चाहिँ मिल्दैन, थोत्रै। उहाँलाई त धेरै नै पाउनु भएछ। थोरै हो उहाँलाई चाहिँ अलिक कम दिनु होला है, डाइरिया भएको छ अरे। एक काम कर 200 रुपया दे और 50 रुपया काट ओवर एक्टिंग की वजह से। थोरै दिनु होला उहाँलाई। सारिका तिमीले खायौ? सारिकाले अघि नै सुरुमै सारिकालाई उब्रिनु भएन, सबैले खाऊ। त्यो त सोर्ने हो नि, चाट्ने हो नि। भाइ है त। ल हेर है यस्तो गर न सबैले।
एकल गाडी हो नेक्स्ट वान त्यो उभियो न छिटो पिरो छ है श्री पिरो छ पिरो छ कि नै पिरो छ बहिनीहरू त्यसो पिरो अबि न किन पिरो भन्छ नि सबैले यो अर्को होला नि त होइन अस्ति अर्को देला यो अहिले अर्को अस्तिको के हो त्यही त तर यो चाउचाउ चाहिँ अर्कै चाउचाउ थियो भन्दै थियो पिरो छैन भन्छ नि त हजुरलाई कस्तो लाग्यो हजुरलाई कस्तो लाग्यो पिरो लास्टै पिरो हो उसलाई त अमिलो भयो अरे सिस्टलाई त तिमीलाई कस्तो भइरहेछ पिरो भयो कि न हजुरलाई छैन कति स्ट्रङ भएछ यिनीहरू त हो सेलाएपछि तातो पिरो हुन्छ फेरि त्यो त ताता त चिया सेलाएपछि स्वाद त पिउँछु भने जस्तो कुरो हो नि त अनि अहिले यो तपाईँ त नखाने रहेछ सर्टै खाइदिएला फेरि ढाडे बिरालोले होइन नजिकै छ पिरो भयो जेनी पिरो भयो यहाँ चाहिँ के राखेको बेलुकालाई होला कसले मेरो थाल दिने हात उठाउनु कसले भन्दै हिँड्ने हो र यत्रो यही बुढी हुँदाहुँदै अनि बुढीलाई सुख दिने अरूलाई चाहिँ कता ओहो बुढीलाई यति धेरै माया ओहो खै त हाम्रो पासाङ दिजूले खानु भएन त जोगिनु भइसक्यो ल जोगिनु भइसक्यो जोगिनु भयो बेलुकाको लागि बेलुकाको लागि जोगिनु भयो जेनीले बेलुकालाई हैरान हुन्छ भने जेनीले त बेलुकाको लागि उ गरिसकेको नि त पुरै रिक्स लिएर खाइरहेको झगडा गरिरहेको समझ रहे हो ना हाम्रो सारिकालाई पिरो भएको छ सृष्टिलाई जेनीलाई झन् पिरै भएन रे अहिले बेलुका हुन्छ भन्छन् उसलाई त पिरै भएन रे उसलाई त अस्तिको भन्दा त अहिले त कम नै अरे पिरो भएको छैन मुनाले त कस्तो पिरो हाल्न पठाएको भनेर रिसाइरहेको थियो मसँग उसलाई त केही पिरै छैन अरे बेलुका थाहा हुन्छ ल आजको लागि यति नै आजको हाम्रो मिनी भ्लग यहीँसम्म बाई बाई यही चिल्लो भइसक्यो ल कौन है ये लोग कहाँ से आते हैं होइन आज मिनी नै हुन्छ मिनी भ्लग ओन्ली 10 मिनट्सको मिठो छ अलि बढ्दाउ न बल्ल देखिन्छ तिमी देखेकै छैन नै ल ल म चाहिँ सुरु गर्छु अब बाई 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 बाई